गाउँमै बसेर इन्कम सम्भव छ र? एउटा मौन प्रश्न। हामी मध्ये धेरैले गाउँ छोडेका छौँ खुसी भएर होइन, बाध्य भएर। गाउँमा आमा छन्, बुबाको पसिना छ, बाल्यकालका सम्झना छन्, तर आम्दानी छैन भन्ने सोचले हामी सहरतिर हिँड्यौँ। हामीले भन्यौँ गाउँमा बसेर के हुन्छ र, यहाँ त अवसर नै छैन। तर साँचो के हो भने अवसर हराएको होइन, हामीले देख्न छोडेका हौँ। आज गाउँमा इन्टरनेट ढिलो होला तर सम्भावना मरेको छैन। मोबाइल साधारण होला तर सपना सानो छैन। गाउँमै बसेर कोही अनलाइन पढाइरहेको छ, कोही भिडियो एडिटिङ सिक्दैछ, कोही आफ्नो आवाजबाट कन्टेन्ट बनाइरहेको छ, कसैले खेतीलाई बिजनेस बनाइरहेको छ, कसैले स्थानीय ज्ञानलाई डिजिटल बनाइरहेको छ। अब इन्कम ठुलो सहरमा मात्र बन्दैन, अब इन्कम ज्ञान, सिप र सोचबाट बन्छ। समस्या गाउँ होइन, समस्या गाउँमा केही हुँदैन भन्ने विश्वास हो। यदि हामीले आज सिक्न सुरु गर्यौँ भने सानो मोबाइलबाट, ढिलो इन्टरनेटबाट र स्पष्ट लक्ष्यसहित भोलि हामी सहरमा होइन गाउँमै बसेर आत्मसम्मानका साथ कमाइरहेका हुनेछौँ। गाउँ छोडेर बाँच्न सजिलो होला, तर गाउँमै बसेर केही बन्न सक्नु त्यो नै क्रान्ति हो। धन्यवाद।